म तपाईहरुलाई केमो कसरी लिन्छ त्यो देखाउने छु। यो भिडियो एउटा इन्फर्मेटिभ भिडियो पनि हो, केमो कसरी लिन्छ है, केमोथेरापी भन्ने। नमस्ते साथीहरु, आज हाम्रो बाबाको केमोथेरापी लिने दिन हो र भिडियो गर्नु त भित्र पाइँदैन, तर पनि लुकी छुपी तपाईहरुलाई देखाउने छु र केमोथेरापी लिँदा कुन कुन दबाईहरु युज हुनेछ, केमोथेरापी के हो त्यो तपाईहरुलाई इन्फर्मेसन पनि दिनेछु भित्र। बाबा चाहिँ अहिले भित्र हुनुहुन्छ, अहिले साफसफाई झाडु पोछाहरू गर्नु चल्दैछ, त्यही भएर म चाहिँ अहिले बाहिर आएको। भित्र गएर म तपाईहरुलाई देखाउने छु केमोथेरापी सेलाइन थ्रुमा दिनेछ है। केमोथेरापी भन्ने चाहिँ सेलाइनबाट दिन्छ र मुखबाट खाने ट्याब्लेटहरू पनि कतिवटा हुन्छ। त्यही भएर तपाईहरुलाई म अगाडि भिडियोमा देखाउने छु। यो हेर्नु चाहिँ हाम्रो दबाईहरू हो, यो चाहिँ अहिले लाग्नेछ केमो दिने बेलामा। यहाँको वेदर अहिले घाम पानी गर्दैछ। मलाई चाहिँ अहिले सर्दीले साह्रो भइरहेछ, नाके पनि बोल्दैछु होला, तपाईहरुले सुन्नु हुँदैछ, नाके बोल्दैछु होला, सर्दी लागिरहेछ। अहिले चाहिँ हामी रुम गएको, केमोथेरापी सकियो, 3 घण्टाको थियो केमोथेरापी।